नमस्ते साथीहरू, म चाहिँ हजुरहरूसँग एउटा अहिले सानो समस्या लिएर आएको छु हैन। जस्तै कि विदेशमा बसे, पैसा कमाए, मजाले आनन्दसँग पैसा कमाए, आएर अब केही गर्छु आफ्नो लागि भन्ने सोच थियो मेरो। तर मलाई मेरो हस्बेन्डको घर परिवारबाट सबैजनाले फकै बिहे गरे। मलाई त अब लाग्यो हो न हो, सबैले यस्तै माया गर्दा रहेछन् भन्ने भयो। मेरो चाहिँ खासमा हल्का म माइतीसँग रिसाएर निस्केको थिएँ हैन, एक्लै बसिरहेको थिएँ। त्यो अवस्थामा उनीहरूले मलाई अलिक धेरै नै सपोर्टिभ भएर देखाए। त्यो सपोर्टिभ भएर देखाए अनुसारले मलाई तिनीहरूले धेरै नै सपोर्ट गर्ने रहेछन् भन्ने फिल भयो। हस्बेन्डले पनि एकदम धेरै नै केयर गर्नुहुन्थ्यो। ल मैले चाहिँ अब एकदम धेरै आफूले खोजेको कुरा पाएँ है भन्ने सोचले मैले बिहे गरेँ। तर उनीहरूले चाहिँ मसँग बिहे गरेको मेन मोटिभ उनीहरूको भनेको मेरो पैसा रहेछ क्या। त्यो चाहिँ मलाई थाहा थिएन। पहिला कति धेरै राम्रो, कति धेरै माया, हरेक कुराको डिसिजन लिनु परे पनि हैन। ल अब यो गर्नुपर्छ, के गर्दा ठिक हुन्छ भनेर उनीहरूले मलाई सोधपुछ गर्थे। सबै कुरामा अब मलाई त थाहा थिएन उनीहरूको ऋणहरू यताउति छ भनेर। मलाई त्यो कुरा पहिला थाहा पनि भएन। मैले चाहिँ वैशाखमा बिहे गर्ने प्लान गरेको थिएँ। मेरो सासूले चाहिँ हैन माघमै गर्नुपर्छ भनेर उसको आफन्तहरू बोलाएर माघमा बिहे उनीहरू आफैले फिक्स गर्थे। जबकि मैले एकचोटि मेरो घर परिवारसँग तपाईँहरू कुरा गर्नु भन्दाखेरि मेरो सासू ससुराले नमानी डाइरेक्ट बिहे गरिदिए हैन। मेरो हस्बेन्डसँग बिहे गरिदिनु भयो। तर जब म त्यहाँ बिहे गरेर गइसकेपछि जबसम्म मसँग पैसा थियो, उनीहरूले घरि कसलाई तिर्नुपर्छ भन्ने, घरि यो काम गर्नु पर्यो मलाई पैसा सापट्टि देऊ भन्ने, घरि यसलाई तिर्नु पर्यो पैसा सापट्टि देऊ भन्ने गर्थे क्या। पैसा हुन्जेलसम्म जहिले पनि कहिले कसैलाई के को लागि सापट्टि भन्यो, कहिले कसैलाई के को लागि सापट्टि भन्यो, कहिले के को लागि खर्च भन्ने, घरि कसलाई पकेट खर्च भन्ने भनेर लिए। तर एउटा फेज यस्तो आयो हैन, जब कि मलाई घरबाट सबैजनाले बेबीको लागि एकदम धेरै प्रेसर गरे। हामीलाई नाति नातिना चाहियो खेलाउन भने, कसैले मलाई भदा चाहियो भने, कसैले मलाई छोरो चाहियो भन्ने। देवर नन्दहरू सबैजना, सासू ससुराहरू सबैजना, बुढोहरू सबैजना मिलेर मलाई बच्चाको लागि प्रेसर गरे। प्रेसर दिइसकिसकेपछि मैले बच्चा जोस एडप्ट गर्ने प्लान गरेको थिइनँ। तर उनीहरू घर फ्यामिलीको सबैको प्रेसर भएको कारणले गर्दा मैले बच्चा पनि प्लान गरेँ। बच्चा भयो। तर बच्चा हुनुभन्दा अगाडि जब 5th मन्थ प्रेग्नेन्सी थियो, 5औं महिना चलिरहेको थियो, त्यो टाइममा चाहिँ म ड्युटी जान छोडिसकेको थिएँ। मेरो सानोतिनो केही समस्याले गरेर मेरो प्रेग्नेन्सीमा धेरै कम्प्लिकेसन आएको कारणले गर्दा म चाहिँ ड्युटी जान छोडेको थिएँ हैन। फर्स्ट मन्थ गएँ, सेकेन्ड मन्थदेखि म जान छोडिदिएँ। मेरो ब्लिडिङ भयो सेकेन्ड मन्थमा, त्यहाँ म जान छोडिएपछि मसँग पैसाहरू सबै सकिँदै गए। सबै सकिँदै गइसकेपछि मलाई खानालाई समेत पनि दिँदैन थिए क्या उनीहरूले। म प्रेग्नेन्ट हुँदाखेरि